नमस्ते सबैजनालाई। आज कुरा गरौँ कुनै पनि व्यक्तिको सोच र विचार कस्तो हुनुपर्छ। काम गरिसकेपछि कुनै पनि व्यक्तिले काम गरिसकेपछि त्यो कामप्रति जुन विचार गर्छन् त्यो नै एउटा महान व्यक्ति हुन्छन्। तर यहाँ परम्परा के चलिराखेका छन् भने आफ्नो आङको जुन भैँसी हेर्न नसक्ने अरूको आङको जुम्रा हेर्दै बस्छन्। ठ्याक्कै यहाँका राजनीतिक दलमा लागू भएका छन्। अहिले विषम परिस्थितिको अवस्थामा छन् हाम्रा देश। सबै पार्टीहरू जुन जीएनजी आन्दोलनपछि सांसद विघटन भएका छन्, केही पार्टीहरू सांसद वियुति हुने क्रममा छन् र केही पार्टीहरूले सांसद भङ्ग नै होस् र अब नयाँ प्रक्रियाबाट चुनाव गरी चुनावबाटै देशको निकास दिनुपर्छ भन्ने जोड दिएका छन्। तर म उहाँहरूलाई भन्न चाहन्छु, तपाईहरूले गत विगतमा के गर्नुभएको हो त्यसको बारेमा कहिले औल्याउनु भएको छन्? तपाईहरूको कारणले गर्दा यो देशको जनता दिनदिनै गरिबमाथि गरिब भइराखेका छन्, बेरोजगारमाथि बेरोजगार भइराखेका छन्। कहिले सोच्नु भएका छ तपाईहरू? तपाईहरू भन्छन् म जे गर्छु त्यो ठिक छ, तर आम जनताले त्यही भन्छन् तपाईहरू जे गरिराख्नु भएको छ त्यो ठिक छैन, जनताको लागि ठिक छैन। तपाईहरूको लागि ठिक होला त्यो बेग्लै कुरो हो। तपाईहरू कानुनलाई यस्तो किसिमको धज्जी उडाइदिएछन् कि न्यायाधीश पनि कानुनलाई नसमातेर तजविजलाई समातेर निर्णय गर्छन्। कस्तो विटम्बना छ। वकिलहरू पनि दफालाई नसमातेर उपदफा समातेर अदालतमा बहस गर्छन्। कस्तो विटम्बना छ। तपाईहरू नै हो यी देशका नेता देशलाई बिगार्ने? हामी साना नेताहरू नबोलेर चुप लागेर बसेर मात्र ठुलाहरू उम्केका हुन्, ठुलाहरू मातिएका हुन्। साना नेताहरू जुन दिन बोल्न थाल्छन् त्यो दिनदेखि ठुलाहरूलाई भाग्नु बाध्य नै हुन्छ। यस्तै छ देशको अवस्था, जनताको अवस्था र नेताहरूको मुजमस्ती कस्तो विचित्र छन्। कहिले सोच्ने तपाईहरू कहिले सोच्ने? कहिले? आजबाट सोचौँ विगतमा भएका कुराहरू के छन्, सत्य छन् कि गलत छन्। यो जीएनजी आन्दोलन कसरी सुरुवात भयो, किन सुरुवात भयो? जबसम्म हामीले यो कुराहरू सोचेर यस्ताहरूको बारेमा कुनै निक्यौल कुनै तजविज र सोचेर विचार गरेर अब पनि अगाडि बढ्न सकेन भने तपाईँ हाम्रै छोरा देश विदेशमा जान्छन् र त्यहाँबाट लास भएर आउँछन्। यसले विपिन जोशीको इक्जाम्पल दिउँ। हमासले किन मारे उहाँलाई? यो त जल्दो बल्दो घटना हो नि। किनकि नेपालबाट उहाँले अध्ययनको क्रममा इजरायल जानुभएको हो। त्यो अध्ययन नेपालमै गर्न सकेको भए, नेपाल सरकारले त्यस्तो फेसिलिटीहरू दिएर स्वास्थ्यमा शिक्षामा जोड दिएको भए हाम्रा विपिन जोशी जस्तो हजारौँ युवाहरू विदेश जान्छन्। कुनै न कुनै बहानाबाट मरेर आउँछन्। कति घर फर्किन्छ, रित्तो हात भएर घर फर्किन्छ र घरमा आएपछि नेपाल आइसकेपछि नेपालको हालत पनि यस्तै छ। यस्तै कबाडखाना बनाएको हो हाम्रो देश। हाम्रा पुर्खाहरूले हाम्रो देशलाई यस्तै बनाएको हो। पृथ्वीनारायण शाहले यस्तै बनाएको हो। संसारमा राज्यहरूलाई एकीकरण गरेर बनाएको देश हो हाम्रो। दुःख कष्ट बाबु बाजेहरूले दुःख कष्ट गरेको देश हो हाम्रो। जुन दिनदेखि काङ्ग्रेसको नेतृत्वमा यहाँ आन्दोलन भयो, राणाको विरुद्धमा आन्दोलन हो, त्यही दिन नै हाम्रा देश कुनै देशको गुलाम भइसकेका थिए, इन्डियाको गुलाम भइसकेका थिए। म त्यही भन्छु। राणालाई परास्त गरियो। देशको स्वतन्त्रताको नाउँमा हरेक 5 वर्ष 10 वर्षमा देशमा जनयुद्ध गराउँछन्। हाम्रा नेपाली जनता यही चाहेको हो हाम्रो देश यस्तै नै बिग्रिरहोस्। कुनै बेला मधेस आन्दोलन गराउँछन्, कुनै बेला माओवादी आन्दोलन गराउँछन्। यो आन्दोलनको पछाडि सम्पूर्ण नेपालीहरूले जानिराखौँ इन्डिया र विदेशी शक्तिको हात हुन्छन् ताकि नेपाल
सुखी सम्पन्न र स्वतन्त्र नहोस्। तपाईहरु याद राख्नुस् है। यो भिडियो धेरैभन्दा धेरै शेयर गर्नुस् ताकि हरेक नेपाली हरेक युवाले यो बुझ्नै पर्ने कुरा हो। हामी विचार गरेको छैन यसको बारेमा। जीएनजी आन्दोलन पनि हामी नेपालीले गरेको हो पक्कै पनि हैन। यो केपी ओलीको हटले गर्दा यो आन्दोलन सुरु भएको हो र यो हट नै त्यसमा विभिन्न किसिमका विदेशी शक्तिहरू यसमा खेल्ने मौका पायो र त्यसपछि यो एउटा विस्फोट भएर नेपालका सम्पूर्ण सरकारी कार्यालयहरू लगभग 75% जलिसक्यो। यसको जिम्मेवार को? कतै त हामी नै हो या तपाईहरु नै हो? त्यो विचार गर्नुस्। अब पनि आफ्नो आङको भैँसी हेर्न सिक्नुस्, त्यसपछि अरूको आङको जुम्रा हेर्ने काम चाहिँ गर्नुस्। आफूले के गरिरहेछौ त्यसको बारेमा विचार गर्नुस्, त्यसपछि बल्ल अरूको टीका टिप्पणी गर्न थाल्नुस्। आफूले के गरिराखेका छौ त्यसको टीका टिप्पणी नगर्ने, अरूले शान्तिना केही गल्ती गर्यो भने त्यसलाई ठुलो बनाइदिने, यही हो हाम्रो नेपालीको स्वभाव। हामी नेपाली यही हो। यस्ता छ चाल। म पुनः एकपटक तपाईहरुलाई भन्न चाहन्छु, तपाईहरु हामी सबै मिलेर देश बनाऊ। कसैको टीका टिप्पणी नगरौँ। यो देशको बारेमा, हाम्रो बारेमा जसले विरोध गर्छन् भने त्यसलाई उखालेर जरेबाट उखालेर फाल्दिउँ। नेता बन्ने पैसा कमाउनको लागि हो कि नेता सेवा गर्नको लागि हो? अहिले हेरौँ हाम्रा देशका केन्द्रीय सरकारको हालत हेरौँ, प्रदेश सरकारको हालतहरू र स्थानीय सरकारको सबै कुर्सीमा बस्नको लागि मरिहत्तै गरेका छन्। कोसँग एजेन्डा माग्नु भएका छन्? कृषि क्रान्तिको लागि कोसँग एजेन्डा मागेका छौँ हामीले? जसले सत्तामा बस्छ उसले काम गर्ने हो। सर्वसाधारणले काम कसरी गर्न सक्छ? हो उहाँहरूको एजेन्डा, सत्तामा बस्ने व्यक्तिहरूको एजेन्डालाई टेकेर सर्वसाधारणले काम गर्ने हो। कानुन देशमा बलियो छैन अनि हामी कसरी बलियो हुन्छौँ? विश्व शक्तिले हेर्ने हो, कानुन हेर्ने हो। कानुन कस्तो शक्तिशाली छन्, त्यसपछि उहाँले देश र जनतालाई मूल्याङ्कन गर्छन्। हाम्रो देशको कानुन नै धुत्रो छन्, भुत्रोभान छन्, दफाभन्दा बलियो उपदफा छन्, न्यायाधीशको तजविज प्रयोग हुन्छन्, नेताहरूको बोलीमा दम छैन। त्यही हो शासन। त्यसै कारणले म सम्पूर्ण नेपालीहरूलाई भन्छु, अब चाहिँ कानुन संशोधन गर्दा बलियो कानुन बनाउनुहोस् ताकि कुनै पनि व्यक्तिले गल्ती गरेर तर्सिन्छस्, कर्मचारीले घुस खान तर्सिन्छन् र त्यो कानुनको जुन घुस खाने व्यक्तिहरूको जरिवाना देखेर ताकि तर्सिनुपर्छ। यस्ता छ हामी नेपाली आफै सुध्रिनुपर्छ। पहिला हामी आफै बिग्रिएका छौँ। हामी बिग्रिसकेपछि नेता त स्वाभाविक रूपमा बिग्रिन्छ। अब तपाईहरुको पालो है। तपाईहरु पहिला सुध्रौँ, त्यसपछि नेताहरूलाई सुधारौँ। घोक्रो ठ्याक लाएर भए पनि सुधार्नुपर्छ। म यति भन्दै आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु। हस्त।